हामीले जे काम गर्न खोज्दा पनि होइन आज टाइम छैन भोलिदेखि गरौँला भन्ने हाम्रो सबैको एउटै बानी हुन्छ होइन। लगभग 100%मा 75% को यही हुन्छ। लाइक अब जस्तै म भोलिदेखि जिम जान्छु, म रेगुलर हुन्छु भन्छौँ हामी, तर भोलिदेखि पनि हुँदैन। फेरि पर्सिबाट जान्छु भन्छौँ, एकदम लेजी पनि हुन्छ क्या हामीमा। जे कुरा पनि तपाईँलाई गर्न मन लाग्यो भनेदेखि भोलि होइन अहिलेबाट गर्ने, आजैबाट गर्ने भन्ने चाहिँ त्यो माइन्डसेट हुनुपर्छ कि। जस्तै तपाईँ अब म भोलिदेखि जिम जान्छु तर मसँग त्यति पैसा छैन, म जिम जान सक्दिनँ किनकि म धेरै अफोर्ड गर्न सक्दिनँ, क्लब जान सक्दिनँ कि म मिडल क्लासको हो। तर कुरा खास के हो भने तपाईँ जिम क्लब नगए पनि तपाईँले दिनमा 40 मिनट 45 मिनट 1 घन्टै टाइम लगाएर पनि तपाईँ आफ्नै घरमा बसेर मजाले पुसअप सेटअप गर्न सक्नुहुन्छ, आफ्नो बडीलाई मेन्टेन गर्न सक्नुहुन्छ। तपाईँ बडी बिल्डर नभए पनि तपाईँ फिजिकली एकदम फिटनेस हुन सक्नुहुन्छ घरमै बसेर पनि। होम वर्कआउट भन्छ होइन। हुन त म पनि अब पहिला चाहिँ जिम जान्थेँ तर अहिले जान्न, अहिले चाहिँ रुममै घरमै छ, हल्का फुल्का डम्बल उचाल्छु गर्छु। तपाईँको अब तपाईँ दिनभरि बिजी भए पनि अब केही टाइम निकाल्नु पऱ्यो बिहान बेलुका होइन। बिहान बेलुका टाइम निकाल्नु, त्यो त टाइम अवश्य निक्लिन्छ। जे कुरा पनि तपाईँले जिम मात्र होइन हरेक कुरामा के, जस्तै तपाईँलाई अब केही कुरा सिक्नु छ भने भोलि गर्छु पर्सि गर्छु भने टाइम गएकै थाहा हुन्न। समयको यति महत्त्व हुन्छ कि मान्छेलाई होइन, त्यो समयको मान्छेले कदरै गर्दैन क्या समयको। पछि त्यो मान्छेलाई रिग्रेट फिल हुन्छ कि मैले यो टाइममा चाहिँ गरेनछु, अहिले हेर त्यो मान्छेले गरेको कहाँबाट कहाँ पुगिसक्यो भन्ने हाम्रो चाहिँ पछि पछुतो हुन्छ क्या। हामीले चाहिँ जे कुरा पनि तुरुन्तै गरिहाल्नुपर्छ। तपाईँहरूलाई मान्छेले डिमोटिभेट गर्न खोज्छ होइन, हे योबाट चाहिँ हुन्न, यसले गर्न सक्दैन, हे तैँले यस्तो के काम गर्न लागेको, तैँले जे काम गर त जिम गर्छस्, हे तेरो बडी बन्दैन त। उनीहरूलाई चाहिँ देखाउनुलाई भए पनि आफू केही भएर देखाउनुपर्छ क्या अरूलाई चाहिँ। मेरो विचारमा चाहिँ त्यो हो। अनि जे कुरामा पनि तपाईँको जिममा होस्, अब कुनै अब स्विमिङ होस्, अरू जे कुरा पनि होस् स्पोर्ट टाइपमा, अब तपाईँको काम गर्ने स्केलहरू भयो होइन। जस्तै अब युट्युबमा अब भिडियो सिडियो हाल्नलाई तपाईँको चाहिँ अब यसले त युट्युबमा केही गर्न सक्दैन भन्ने हुन्छ नि त। मान्छेले त्यसो भन्यो भने तपाईँ हल्का डिमोटिभेट हुनुहुन्छ है। त्यो अरूको कुरा नसुन्नु, जे गर्नु छ तपाईँले आफैले गर्नु के, अरूको पछाडि नदौडिनु। अरूले यो गर्यो त्यो गर्यो, यसले यो गर्न सक्दैन त्यो गर्न सक्दैन, अरूको पछाडि नलाग्नु। तपाईँले गर्न सक्नुहुन्छ, ममा यो छ। एउटा कुरा याद राख्नु, तपाईँको दिमागले होइन जे सोच्यो तपाईँलाई त्यही गराउन लाउँछ। त्यो कुरा चाहिँ ध्यान दिनु है। होइन म केही गर्न सक्दिनँ भन्यो भने तपाईँले सोध्नु भने दिमागले तपाईँलाई त्यही गराउँछ। तपाईँ लेजी, म डिप्रेसनमा जान्छु, म यस्तो छु, म यस्तो सोचिरहेको छु भने दिमागले त्यसै सोच्छ। तपाईँलाई दिमागले जे गराउँछ, तपाईँले जे सोध्नुहुन्छ, तपाईँ जे गर्न खोज्नुहुन्छ दिमागले त्यही गराउँछ। त्यही भएर यो सानो हल्का भिडियो एजुकेसन पर्पजको लागि चाहिँ, इन्फर्मेसनको लागि चाहिँ बनाएको है। भिडियो मन लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है।